केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ हामीले भनेका छौं र यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो। राम्रो काम गर्नेलाई तेजोवध गर्ने, राम्रो काम गर्ने कर्मचारी होस्, राजनीतिज्ञ होस्, कोही किन नहोस्, त्यसको तेजोवध गर्ने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई र आफ्नो पक्षमा अन्धो भएर लाग्नेलाई चाहिँ जसरी पनि रक्षा गर्ने काम भएको छ। भ्रष्टाचारीहरू त्यसै भएका छन्। यसको मैले धेरै व्याख्या गर्नु परेन, हामी सबैलाई थाहा छ। आजकै दिनमा सरकार वास्तवमा यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन्। 2 हप्तादेखि ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौं शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्य सहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। अहिले डाक्टरहरू आन्दोलनमा, नर्सहरू आन्दोलनमा, लघुवित्त पीडित महिनौंदेखि आन्दोलनमा छन्।